हेलो साथीहरु, दर्शन नमस्ते। सबैजना सन्चै हुनुहुन्छ नि साथीहरु? सबैजना सन्चै हुन्छ भनी आशा गरेको छु। म पनि सन्चै छु अनि आज चाहिँ म नयाँ भिडियो लिएर हजुरहरुको माझ उपस्थित भइसकेको छु। आज चाहिँ यसो सोचेको भिडियो नबनाएको पनि धेरै भइसकेको थियो अनि आज नाइट भ्यू को एउटा यसो भिडियो बनाऊँ भनेर हजुरहरुको सामु आइपुगेको छु। अनि म चाहिँ आज यता सबा अलमत भन्ने ठाउँमा छु। यहाँबाट अब रुम जाने तर्खरमा छु म चाहिँ। अनि लगभग यहाँबाट चाहिँ रुम 49 किलोमिटर रहेछ। 49 किलोमिटर छ है। अनि त्यही हो साथीहरु। अनि अब नाइट भ्यू कस्तो हुन्छ यतातिरको भनेर हजुरहरुलाई यसो देखाउँ अनि केही भिडियोको नयाँ एक्सपिरियन्सहरु बटुल्दै जाउँ भन्ने सोचले चाहिँ म आज आएको हजुरहरुको अगाडि टक्क नयाँ भिडियो लिएर। लगभग अहिले चाहिँ रातिको 11:30 भइसकेको छ। यस्तो छ बाहिरतिरको भ्यूहरु चाहिँ है। ल हुन्छ साथीहरु, बाटोमा भेटौँला है त। भिडियो हेरेर के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। हस् त गाइजहरु। ओके साथीहरु, म चाहिँ अब लगभग हिँडेको 49 किलोमिटर 35 मिनेटमा पुगिन्छ भनेर देखाइरहेको छ। अब बाटोको स्थिति के कस्तो हुन्छ हेर्दै जाउँ। अनि भिडियोहरु के कस्तो लाग्छ हजुरहरुलाई लाइक कमेन्ट शेयर गर्न नभुल्नु होला है। नयाँ अब I'm one of the beginner. Stay. I'm beginner now है। भर्खर सुरुवाती भिडियोहरु हो यो चाहिँ मेरो। अब के कस्तो सुधार्नु पर्ने हुन्छ, कमी कमजोरीहरु के कस्तो छ हजुरहरुले भनेपछि मात्रै बल्ल थाहा हुन्छ हैन। सो गर्नुपर्ने के हो, कसरी गर्दा ठीक हुन्छ यसो भनिदिनु होला। लगभग म 12 बजेतिर पुग्ने रहेछ रुममा है। तर नाइट भ्यू राम्रो आउँछ दिनमा भन्दा नाइटमा। बाटो पनि खाली हुने अनि त्यसपछि यो भ्यूहरु पनि राम्रो आउँछ। अलिकति हुन्छ नि हिँड्न नि मजा सजियोस् राति भनेर त्यस्तो अब डर लाग्ने टाइपको नि हुँदैन। कुनै ठाउँमा अलि गाह्रो पर्छ, नत्र त नर्मली हुन्छ। केही डर नमानिकन ढुक्क साथले हिँड्दा नि हुन्छ है। साथीहरु फाइनली म चाहिँ हाइवे टच हुन लाग्यो है। अब यहाँबाट चाहिँ स्ट्रेट बाटो हो, कहीँ कतै केही मोड्नु पर्दैन। अब यहाँ ठ्याक्क टच हुन्छ अगाडिबाट। अनि अगाडिबाट टच भएपछि लगभग कति किलोमिटर स्ट्रेट होला भनेपछि केही टच भएपछि थाहा हुन्छ। हाइवे टच भयो साथीहरु। on the highway। अब
स्ट्रेट छ 23 किलोमिटर चाहिँ स्ट्रेट बढ्छ साथीहरू यहाँबाट। स्टप स्ट्रेट जाने अब यहाँबाट 120 को स्पिडमा। म्याक्सिमम स्पिड लिमिट भनेको 120 हुन्छ हाइवेमा है, जताको हाइवेमा पनि हुने त्यही हो। अब क्यामेरा हेरेर अब त्योभन्दा बढी कुदाउने चाहिँ आफूले क्यामेरालाई विचार गर्नुपर्छ धेरै, नत्र एउटा फोटोको 90 केडी हिँड्यो। लगभग यहाँको 90 केडी भनेको नेपालमा लगभग 40,000 टाइप समथिङ हो है। त्यही भएर एकदम ध्यान दिनुपर्छ यहाँतिर चाहिँ, हाइवेमा चाहिँ लास्टै ध्यान दिनुपर्छ। क्यामेरा एकदम हेर्ने हो, आफ्नो स्पिड लिमिटमा हिँड्ने हो। टक्क स्पिड लिमिट क्रस नगरिकन हेऱ्यो भने केही टेन्सन हुन्न। स्पिड लिमिट क्रस गर्यो कि क्यामेराले देखेर एउटा फोटो खिच्यो भने एउटा फोटोको 90 केडी भनेको नेपालको लगभग 40,000 हो। त्यही भएर एकदम सचेत भएर हिँड्नुपर्ने हुन्छ हाइवेमा चाहिँ। अगाडि क्यामेरा छ भनेर देखाइरहेको छ। अनि यो गेट जस्तो हुन्छ यहाँ चाहिँ होइन, यो चाहिँ नयाँ सिस्टम हो। यो चाहिँ भनेको नयाँ जस्तै हो। अनि यसमा चाहिँ टाइमिङ सिस्टम हुन्छ। अब यो गेटदेखि अर्को गेटसम्म पुग्नलाई क्यामेरा राखेको हुन्छ। यो गेट देख्नु भने यो गेटदेखि अर्को गेटसम्म पुग्नलाई म्याक्सिमम स्पिड लिमिटमा कति टाइम लाग्छ, त्यो टाइमभन्दा बढीमा कममा पुग्नुभयो भने तपाईहरुलाई फाइन आउँछ है। यो पनि ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। 120 किलोमिटरको स्पिडमा यो गेटदेखि त्यो गेटमा तपाईलाई पुग्नु छ भने 10 मिनेटमा पुग्नुहुन्छ भने 10 मिनेटमै पुग्नु पर्यो। तपाई त्योभन्दा छिटो पुग्नु भयो भने हेर्छ कन्डिसन, कुन कन्डिसनमा कुदाएर आएको छ, कति टाइममा आइपुगेको छ, त्यही अनुसारले फाइन चार्ज गर्छ। यो चाहिँ एकदम हेर्नुपर्छ किनकि यो एआई क्यामेरा हो, नयाँ जडित क्यामेरा हो। अनि प्लस यो अहिले चाहिँ नयाँ बाटोमा पनि एआई जडित क्यामेरा भइरहेको छ। एकदम स्ट्रिक्ट भएको छ अहिले चाहिँ है यो चाहिँ। सो एकदम ध्यान दिएर हिँड्नु होला साथीहरू।
त्यो रातोहरू बत्तीहरू झिलिमिली बलेको देख्नु भएको छ नि साथीहरू, त्यो त सबै तेल खाने है, अल टोटल तेल खाने हो। कुवेत चलेको भने चाहिँ यही तेलहरूले गर्दाखेरि हो। हजुरहरूले देखिरहनु भएको छ अगाडिको पुरै भागहरू, त्यो पुरै तेल खानीको भागहरू हो है। लाइन छोयो छुनु आँट्यो त्यो सबै यहाँ छेउ हो होइन। अब यहाँ पछि चाहिँ तेल फ्याक्ट्री छैन, अब यहाँ पछि चाहिँ बस्ती स्टार्ट हुन्छ है। यस्तो गाडीहरूसँग चाहिँ बस्नुपर्छ। यो गाडीले ठाउँको ठाउँ त्यो अगाडिको गाडीलाई समात्यो है। त्यसले पक्कै मोबाइल हेर्दै हिँड्दै थियो कि के हो, अन द स्पोट समात्यो। यसरी लाइट बालेपछि हामीले जसरी भए पनि रोक्नै पर्छ क्या। मेरो पछाडि आएर पुलिसले लाइट बाल्यो भने हामीले रोक्नै पर्छ। जसको पछाडि गएर लाइट बाल्छ त्यो गाडी रोक्नै पर्ने हुन्छ क्या साथीहरू। यो चाहिँ एकदम ध्यान दिएर हिँड्नुपर्छ बाटोमा। त्यही भएर बाटोमा हिँड्दा मोबाइल चलाउने होइन, हातमा मोबाइल राखेर कुरा गर्ने होइन है। यो चाहिँ एकदम ध्यान दिनुपर्ने कुराहरू है। भयो है। बस्ती भन्ने बित्तिकै अलिकति गाडीको चाप चाहिँ बढिहाल्छ यतातिर, किनकि म्याक्सिमम लेबरहरू, कामदारहरू, श्रमिकहरू बस्ने भनेको चाहिँ महाबुल्ला साइडतिर हो। भारी घनत्व भएको ठाउँहरू भनेको महाबुल्ला, अमाती गभर्नेट, फर्मानिया गभर्नेट, जारा गभर्नेट यतातिर हो। अब म पार्किङतिर पुग्नै लाग्यो साथीहरू है। ए हट्न जामा गाडी छिराउनु लाग्एको छु, टुवा परेर हेरिबस्छ के भन्ने। साथीहरू चाहिँ हाम्रो पार्किङ भयो होइन।
पार्किङको हालत यस्तो छ कि कच्याक कुचुक अब के गर्ने, व्यवस्थित त हुँदैन यहाँतिर पनि, किनकि धेरै गाडी बस्ने ठाउँ हो। यस्तै छ साथीहरू। म चाहिँ फाइनल्ली आइपुग्यो, मेरो गन्तव्यमा पुग्यो म। अब हजुरहरूलाई बाटो के कस्तो लाग्यो, भिडियो के कस्तो लाग्यो, भिडियोमा के कस्तो कमजोरीहरू छ, हजुरहरूको सल्लाह सुझाव प्रतिक्रियाले नै मैले राम्रो गर्दै जाने हो। त्यही भएर के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। साथ सपोर्ट हजुरहरूको एकदम खाँचो हुनेछ है। सो फाइनली आइम रिच हियर। ओके फाइनल्ली साथीहरू म चाहिँ महाबुल्ला आइपुग्यो है। अब रुम जाने तर्खर गर्दैछु। बाटोमा के कस्तो भयो हजुरहरूले देखिहाल्नु भयो है। त्यही हो, बाटोमा हिँड्दा चाहिँ एकदम ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ मेनली क्यामेराको ध्यान दिनु पर्यो। स्पिडहरू अब स्पिड लिमिटभन्दा क्रस गरेर हिँड्नु भएन। प्लस अनि तपाईँहरूले हिँड्नुपर्ने भनेको अब बाटोमा हिँड्दा सिट बेल्टहरू अनिवार्य लाउनु पर्ने हुन्छ, मोबाइल चलाउनु भएन है। नत्र अब बाटोमा हिँडिरहेको पुलिसहरूले भेट्यो भने अन द स्पोट फाइन हान्छ। फाइन पनि महँगो छ अहिले, त्यसैले एकदम ध्यान दिएर हिँड्नुपर्ने हुन्छ होइन। त्यही हो। अनि म चाहिँ अहिले अब आइपुग्यो महाबुल्ला। अब सामानहरू रेडी गरेर रुम जानु आँटेको है। अब रुम पनि लाग्नुपर्छ साथीहरू होइन। लागौँ अब सामानहरू लानुपर्ने नि खास केही छैन रहेछ, केही छैन। चार्जरहरू हालौँ, त्यस्तै छ साथीहरू। अब त्यो हो, नयाँ आउने मान्छेहरूले चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ बाटोमा, धेरै गाह्रो हुन्छ, नत्र फाइन तिर्दैको हैरान हुन्छ है। हाम्रै साथीहरूले पनि धेरै फाइन तिरेर बसेको छ, फाइन तिर्नु परेको छ। सो फाइन महँगो भएको हुनाले एकदम ध्यान दिएर ड्राइभिङ गर्नुहोस्। जो जति नयाँ हुनुहुन्छ, पुरानो हुनुभएकोलाई त अब धेरै नै एक्सपिरियन्स हुन्छ होइन। सो त्यही हो। अब लाग्छु म नि साथीहरू, लाग्नुपर्ने हुन्छ। यस्तो साथीहरू, पुरै अन्धकार छ, रातिको 12 बज्यो। अन्धकारै देख्नुहुन्छ तपाईँहरूले। अब 12 बजी राति यस्तै त हो, अन्धकार त हुने नै भयो होइन। अनि त्यो छेउको चाहिँ मेरो देखिरहेको बिल्डिङ भयो, त्यो होला। गाह्रो छ चाबी निकाल्नु। ल साथीहरू, म पार्किङको भ्यूहरू अलिअलि देखाउँछु म हजुरहरूलाई के कस्तो छ। यस्तो छ हालत बाहिरतिरको। साथीहरू अब म चाहिँ लाग्नेवालामा छु है। मेरो गाडीको अब लुकिङ ग्लासको बारेर छोड्नुपर्छ। फेरि यताउति भयो भने घाटा आफैलाई लाग्ने हो। मान्छेहरू कसरी हिँड्छ, के गरी हिँड्छ, अरूको मतलब नगरी हिँड्छ है। केही गर्नु, आफ्नो सामानको सुरक्षा आफै राख्नुपर्ने हुन्छ यहाँ चाहिँ। किनकि केही भइहाल्यो भने पनि कसैलाई दोष दिनलाई पनि गाह्रो छ, कसलाई भन्ने यत्रो ठुलो ठाउँमा। यो चाहिँ हाम्रो पार्किङ एरिया भयो है, महाबुल्ला पार्किङ एरिया साथीहरू। यस्तो छ, रातिमा सब भरिभरा हुन्छ होइन। गाडीहरू आउने यो रातिमा, यो पछाडिको सबै प्याक हुन्छ। सो यस्तो छ है। ल साथीहरू, म चाहिँ लागेको रुमतिर। हस् त साथीहरू, भेटौँला पछि।